स्वागत छ मेरो भ्लगमा तपाईहरुले एकदमसँगले अनि भन्दा आज त म तपाईहरुलाई कस्तो खालको भ्लग लिएर आएको छु भने हेर्नु होला भ्लग दामी छ भ्लग है कस्तो जग्गा राम्रो छ एकदम ढोगेको हेर्नु न काक्चिङमा हो काक्चिङ पार्क गार्डनमा हो हामी त्यहाँ घुम्न आएको अनि एक शेयर गर्दिनु होला उयो गर्दिनु होला तपाईहरुले एकदमसँगले अब यहाँ हेर्नु यहाँ देखुदो यस्तो छ जग्गा है राम्रो छ तपाईहरुमा आउनुहोस् घुम्नुहोस् है अनि काक्चिङको जग्गा त यहाँ त उतो पर्दो छ ठुलो बजार हामी त यहाँ छौं अनि यहाँ देखि यस्तो छ जग्गा अब हामी त बस आई लभ भने खतरा रहेछ अरे खतरा रहेछ लप्सन दामी रहेछ केटाकेटी मात्रै बसेर जग्गा रहेछ नि त हेर्नु सानो नानीहरू बस्नु लप्सन दामी बनाएर एकदम फुल फुल छ चडक चुडुक होइन अनि के गर्नु यस्तै छ होइन अब तर मेरो अघि आउँदा आउँदै खुट्टा नि त सड्केर साह्रो दुखिरहेछ है अनि त्यही भएर यसरी गार्डनको यस्तो छ गाइस भ्युज हो त आउनु र सबै फुपू आन्टी आउनु रे खाजा खानु अनि हेर्नु भ्युज अब यहाँ यस्तो छ नजारा दामी रहेछ हेर्नुहोस् यताउति जग्गा अनि काक्चिङ सहर बजार काक्चिङ बजार हेर्नुहोस् यस्तो दामी छ फेरि आउनु होला तपाईहरु घुम्नु होला काक्चिङ उसमा हामी त म त फास्ट फुड आएको आज अनि के भएर देख नजारा बस्ने जग्गा दामी दामी रहेछ घुम्ने हेर्नु त काक्चिङको जग्गा यस्तो छ त जग्गा सब यस्तो जग्गा छ राम्रो छ एकदमसँगले शेयर गरिदिनु होला अनि तपाईहरुले उयो गरिदिनु होला है त मान्छे यति बेसी नामै हामी त ठुलै मान्छे चाहिँ 7 जना छौं अनि मसिनो भाडा घुम्नुहरु काक्चिङको जग्गा यस्तो छ जग्गा त राम्रो छ एकदमसँगले तर के भएको नि थाहा भएन यस्तो जग्गा छ राम्रो छ एकदम पुरा सिनेरी दामी रहेछ अरे बाबा आउनुहोस् तपाईहरु पनि हेर्नुहोस् घुम्नुहोस् है फलो गरिदिनुहोस् पछाडीको साइड यस्तो छ दामी उदो यस्तो छ जग्गा राम्रो छ हौ राम्रो छ घुम्न आउँदा हुन्छ है हे कस्तो छ रमाइलो छ एकदम सँगले है यता उन्ति हेर्नु चाहिँ अब फुलेको लामा त दामी हुने रहेछ है यहाँ फुल्नु बाँकी छ अनि त्यही भएर अब यस्तो जग्गा छ भन्ने कुरो त दामी नै रहेछ राम्रो लाग्यो यता आउँदै अब हेर्नु अनि तपाईहरु एकदमसँगले आउनु हैन घुम्नु कस्तो छ जग्गा हेर्नुहोस् आएर काक्चिङ पार्क भन्छ राम्रो छ एकदमसँगले बहुत अच्छा बढ़िया है और आप लोग आके कर सकता है उस फ्लो कर दीजिए और नज़ारा तो इससे मजा आ रहा है बाबा आके देख सकता है आप लोग क्या हुआ मालूम नहीं गाइस देख सकते हैं अभी आप लोग इससे नजर आए है बाबा मजा रहेछ यहाँ आउँदै बस्नु है यसरी टेपे पछाडीको भ्यू पनि दामी देखिने अनि त्यहाँ फ्लो गरिदिनु होला पानी रहेछ यहाँ खरायो रहेछ खरायो मसिनो खरायो रहेछ यहाँ बच्चाहरू यस्तो जग्गा छ अहिले फिलहाल भन्दा अनि त्यहाँदेखि खिचौँ न
पछाडिको नजारा देख्नु त यस्तो छ जग्गा है यस्तो रमाइलो छ जग्गा ए नसुरी आयो यस्तो छ जग्गा ए बाबा सर जग्गा सिडी 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 चढेर आउनुपर्ने यस्तो माथि तल आउँदै है अब यहाँ रहेछ शिवजीको मन्दिर हेरौँला यहाँ के छ मन्दिरमा अनि सरप्राइज यस हेर्नुहोस् तपाईँले एकदमसँगले हेर्नु शिवजी आज अवस्था पूजा गर्दैन जुत्ता गनाएर पाएको छैन हेर्नुहोस् यस्तो जग्गा है राम्रै देखेन मजाले त्यही भएर यस्तो दामी छन् आउनु होला है आएर पूजा गरेर जानु है फलो गरिदिनु ल साथीहरू सबैसँगले अब त जाने हो हामी पनि जानेको यस्तो छ जग्गा अब बाई बाई जाने अवस्था है गाइस अभी घरतिर जाने अवस्था यस्तो छ जग्गा लामो भए पनि के गरिदिनु है लामै भयो भ्लग त है अब हेर्नुहोस् यस्तो छ जग्गा राम्रो यतातिर काक्छिङ कि काक्छिङ अनि त्यही भएर एकदमसँगले अब त्यही घर जाने अवस्थामा हो अनि हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै थ्याङ्क यू र धन्यवाद अनि फेरि दोस्रो भ्लगमा आउँछु लिएर तपाईँहरूले एकदमसँगले अनि त्यही छ कारण है यहाँ त पुरा घामले गर्दा राम्रो देखिँदैन है अब जाने अवस्था अनि एकदमसँगले जाने हो तपाईँहरू पनि आइदिनु होला घुमिदिनु होला हेर्नु यस्तो यस्तो जग्गा काम खत्तम अब त जाने अवस्था अनि घरतिर अब त्यहाँदेखि तर 6 किलोमिटर कुनै कति थाहा भएन गाडीमा आएको है त्यही भएर सपोर्ट गरिदिनु होला तपाईँले एकदमसँगले टुङटुङ डिस दूसरा बोलेको मिलेगा बाई बाई